के गर्छन् त्यो त नबुझ्यो हो। अनि अर्को मान्छे देख्ने के भन्छ राम्रो सुन्दरी देख्ने के भन्दैछ गल्ती हो। त्यो बेला हामीले त्यो मिस्टेक रहेछ हामीहरू भन्नुपर्छ। हामीहरू नपाउने तिमीलाई थाहा हुँदैन है। त्यो अब गुरु हुनुपर्छ ऊ के हुन्छ प्रेमा के छ तुम भनेर चाहिँ सिङ्गेलजी शेष ओम आ हुम जा गुरु प्रेमा सिद्धि हुम 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 पानी सकिएको छैन भने बाहिर लाइनले लामै भएको हुनाले अलिकति धैर्य गर्दा हुन्छ। कृपया आफ्नो स्थानमा आसन ग्रहण गरिदिनुहोला। हामी समयको बावजुदलाई मध्यनजर गर्दै हाम्रो जुन धर्मदेशनाको कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छौँ। हाम्रो जुन निर्धारित समय 12 बजे हामीले तोकिएको थियो, त्यो समयभन्दा हामी केही
ढिलो भइसकेको छ। त्यस अनुरूपमा समयलाई मध्यनजर गर्दै हामी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। विशेष गरी हामीले यो मन्त्र जप तथा धर्मदेशना त्यो सँगै त्रिमहाचैत्यको परिक्रमा गरिने जुन कार्यक्रम, जुन यो सभाको शुभ अवसरमा हामीले आयोजना गरिएको, यसको कारण यो अति नै पवित्रमय भगवान बुद्धको 12 लीलामध्ये जुन त्यसको पथ पाउनुको निम्ति हामी धारण गर्ने, अर्को आयु लानु भन्ने, गरा दशा फ्याङ्ने, झम्पल झरेर दान कमाउने भन्ने त साइड बिजनेस हो, मेन बिजनेस यो होइन। मेन बिजनेस त बुद्धता प्राप्त गर्नुको निम्ति हामी जानुपर्छ। बुद्धता प्राप्त गर्नुको निम्ति नभए नहुने दुईटा अभ्यास, तोङ्गी निउजे निउबुचेन झन्चुक चुप खचिक लाओ भन्छन्। बुद्धता प्राप्त गर्नुलाई नभए
उद्देश्य चाहिँ 1 करोड मन्त्र जप साधना हो। अब त्यो सँगै अनि आजको दिन चाहिँ अनि हामीले 1 करोड मन्त्र जप चाहिँ साधना सिद्धि भएको उपलक्ष्यमा चाहिँ अनि हामी स्वयम्भू यो बौद्ध अनि घल्ला गरेर नमो बुद्धको स्तूप चाहिँ परिक्रमा सँगै दर्शन गराउने एउटा कार्यक्रम राखिएको। अब के हो भन्दाखेरि अनि आज पनि यहाँ हामी यो धेरै भएको कारणले गर्दा हामी 784 जना चाहिँ हामी यहाँ जम्मा छ। हाम्रो हिजो 19वटा गाडी रिजर्भ थियो, तर आज त्यो धेरै भएर हाम्रो 21वटा गाडी चाहिँ यहाँ आएको छ। हाम्रो क्याप्चे धुन्टो रिम्बुचेज्यू दीप प्रज्वलनसँगै हाम्रो समापन गर्नका लागि यहाँ उपस्थित हुँदै हुनुहुन्छ। यो हाम्रो हिमालयन सम्बद्ध जुन एउटा प्रशिक्षण केन्द्रको जुन हाम्रो कोसिस जिल्लाको गुरुको आयोजनामा जुन वाणी जप साधना कार्यक्रम भयो र साथै हामीले नेकोर कार्यक्रमहरू गरेर चाहिँ आज हामी यहाँ रिम्पोचेको सामुन्ने उपस्थित भएको छौँ र विशेष गरेर यो सगत हावाको विशेष तिथि पूर्णिमाको दिनमा त्यो पनि विशेष स्थल यो स्वयम्भू स्थलमा हामी उपस्थित भएको छौँ र जति नै हामीले 2 दिनभित्र पुण्य कमाएको छौँ त्यो पुण्यलाई चाहिँ आज रिम्पोचेको प्रमुख अतिथिमा हामी सबैले परिणामना गर्नेछौँ। र
भन्दाखेरि चाहिँ कस्तो हो भन्दाखेरि होममलम गरिसके पश्चात त्यो कार्य सम्पन्न हुन्छ। जस्तै पूर्वगत अभ्यास र मूल विषय हुन्छ र अन्तिममा अनिवार्य रूपमा हामीले होममलम परिणाममा गरेर मात्रै कार्यक्रमले सम्पन्न हुन्छ। त्यसैले त्यो चाहिँ कस्तो हो भन्दाखेरि समुद्रमा एक थोपा पानी पर्यो भने त्यो पानी समुद्र नसुकिनेसम्म समुद्रमा रहिरहन्छ। त्यस्तै गरेर हामीले कमाएको पुण्य आर्जन गरेको छ, त्यो पुण्य पनि के हो भन्दाखेरि बुद्ध भूमिसम्म चाहिँ नाश हुँदैन। त्यो बुद्ध भूमिसम्म चाहिँ फल प्राप्त नभइन्जेलसम्म चाहिँ त्यो फल चाहिँ हामीले पाउन सकिन्छ। त्यसैले होममलमको अति आवश्यकता हुन्छ।